खिसी गर न मलाई गाउँले जिन्दगी केटा यस्तो छ हाम्रो अहिले क्यामेराम्यानको नाम चाहिँ हो झातेन्द्र धुम 3 हो अन्त क्यामेरा अठाइराख्छ उसले अब कस्तो खुल्ला आजको दिन तिमीलाई कस्तो मतलब कस्तो हुँदैछ आज मजा आउँदैछ कि तिमीलाई बोरिङ हुँदैछ कि बोरिङ हुँदैछ कास्ट गरेको मैले तिम्रो उसको पोडकास्ट गरेको मैले तिम्रो जिन्दगीमा झन्कने मान्छेको नाम भन छैन फर्स्ट लेटर मात्र सो हेलो एभ्रिवान के छ हालखबर तपाईँहरूको सो म धेरै दिन बाद कति नभए पनि मैले ब्लग स्टार्ट गरेको थिएँ उता दिल्लीमा हुँदाखेरि स्टार्ट गरेको थिएँ होइन दिल्लीमा कति 2 वर्ष 5 महिना जस्तो बस्यो भनौँ न त्यो 5 महिना वर्षमा मैले 2-3 महिना चाहिँ गरेँ होला भिडियो मेरो हिसाबमा त्यहाँदेखि मैले नगरेको भनेपछि ग्याप भयो मेरो 2 वर्ष 2 महिना जस्तो ग्याप भयो अन्त त्यहाँदेखिको चाहिँ मैले अहिले भिडियोहरू मैले कन्टिन्यू गर्नु सोच्दैछु होइन गर्छु म सोचिनँ बस्ने रहेछु भनेर मैले बुझेँ नि त त्यो मैले जसरी सुरुवात गरेको आजको भिडियो चाहिँ अन्त म चाहिँ अहिले दार्जिलिङ गएको थिएँ नि त गाउँ आएको छु सो अब उता चाहिँ जाँदिनँ किनभने उता हेभी गरम छ उता चाहिँ जाँदिनँ म अन्त यतै नै अब केही हेरौँ के हुँदै जान्छ होइन अब यो गर्छु त्यो गर्छु भन्नु मिलेन किनभनेको त्यस्तो भनेको केही हुँदैन रहेछ नि त केही पुरा हुँदैन रहेछ यो गर्छु त्यो गर्छु भनेको अन्त त्यो भएर चाहिँ म चाहिँ आजदेखि चाहिँ म यतै यस्तो आफ्नो लाइफहरू देखाउँछु लाइफ स्टाइल अन्त आजदेखि म गाउँहरूको भ्लगहरू हाल्छु अन्त उता त हिन्दीतिर पनि बोल्थेँ होइन हल्का भ्लगहरू गर्दा तर कस्तो भन्दा चाहिँ मलाई कुन चाहिँ वर्ड चाहिँ मलाई यस्तो साह्रो लाग्ने के बोल्नु त्यो कारणले चाहिँ म नेपालीमा भ्लग गर्छु अन्तखेरि म सब्सक्राइब गर्नु भन्दिनँ मेरो च्यानललाई सेयर पनि गर्नु भन्दिनँ जस्ट तपाईँहरूले हेरि चाहिँ दिनुहोस् मेरो भिडियो अन्त त्यो म गाउँको भिडियो हाल्नु अब चाहिँ म यतातिरको हाल्छु म भिडियोहरू हो टक्कै अन्त 2 वर्ष मलाई कस्तो फिल भइरहेको छ मैले भिडियो ग्याप गरेर यसरी बोल्ने पनि आज पहिला कस्तो कन्फिडेन्ट नै छैन कि पहिला त म यस्तो ड्याम मान्छेहरू छेउतिर पनि बोलिदिन्थेँ अहिले त त्यो कन्फिडेन्ट नै छैन के खालके के भयो कन्फिडेन्ट नै छैन त्यो खालके पहिलाको पहिला मेरो च्यानल के थियो पहिला मेरो च्यानलको नाम निश्चल जोशी थियो त्यसमा चाहिँ म हेभी बोल्थेँ बातहरू गर्थेँ सबजना अहिले चाहिँ नयाँ च्यानलमा चाहिँ त्यो ग्याप पनि भएर होला भिडियो तर कन्टिन्यू हालिबस्यो भने चाहिँ कन्फिडेन्ट आउँदैछ कि बोलिरहने भन्ने मलाई हल्का सोचमा चाहिँ आउँछ हो त्यही हो अन्त अरू के भन्नु छैन केटा हो होइन हेभी जाडो भइरहेको छ दार्जिलिङमा मैले फ्रन्टबाट भिडियो गर्दाखेरि मेरो आई कन्ट्याक्ट जाँदो रहेछ त्यो आफ्नो अनुहारमा यता हेऱ्यो भने चाहिँ मिल्दो रहेछ हो तर यस्तो आफ्नो अनुहारमा हेरेर पठाइहाल्दो रहेछ त्यो ब्यागबाट गर्नुपर्ने रहेछ भिडियो चाहिँ यस्तो अस्ति ज्यादाले काटेको हात होइन यस्तो यहाँ आमा इलिकिरी ठोकिनु के दुखेको जाडोमा इलिकिरी न लुगा धुनुहुन्छ हो मुख पनि यसरी धुनु कस्तो अप्ठ्यारो हुन्छ छ्या त्यो हो केटा म मेरो भिडियो हेर न के अरू म के भन्छु भाइ मैले पछि भन्छु कहाँनिर त्यस्तो लामो छ भाइ यति लामो छ अहिले मैले भनेको भयो नि त लामो हुन्छ हो म भिडियो गर्दैन आधी भन्छु नि ल सो के भन्छ मेरो भिडियो कन्टिन्यू हो ल मेरो भिडियो कन्टिन्यू हेरिदिनुहोस् भन्ने अनुरोध गर्दछु तपाईँहरूलाई अन्त के गर्नु केटा हो ल एकछिनबाट म माथि गएको चाहिँ भिडियो गरिदिन्छु अहिले ल खै साथीलाई कल गरेको कलै रिसिभ गरेको छैन कल रिसिभ गरेको छैन उसको फोन पनि बिग्रिरहेको छ नि त अन्त त्यही भएर खै उसको घरै जाला छ अब यहाँ माथि त नि अब दिन छ्याङ्ग भइरहेको छ हो अहिले खोला जाउँ भनेको हामी यहाँ तर खोला गयौँ भने चाहिँ तलनिर माछा थापिरहेको छु नि त मैले अन्त आज परनिर साथीको घर गइन्छ हो अन्त उयो परतिर बाटैभरि घर बनाएको छ अहिले मिलिङमा मजा त मजै छ हेभी मजा छ मलाई मजा लाग्दैछ तर बस्नु खाँदै बस्दै डुल्दै कसलाई मजा दिँदैन है आफ्नो घरमा त फेरि काम गर्नुपर्छ नि त बुझ्यो काम गर्नुपर्छ त्यही भएर अब अरू गाउँमा यसो
अब बेलुका गाडीबाट टक्कै गयो होइन गाडीबाट गयो माथि बजारमा गएर आएर फेरि आएर लुगासुगा धुयो खाना खायो फेरि ढुल्नु गयो कुलो मजा आउँदो रहेछ लाइफ होइन मजा छ जिन्दगी भनेको गाह्रो छ भनेको नि उल्टाबाट ल हेर केटा हो परनिर त्योहरू चाहिँ के हो धजेहरू होला हौ अन्दाज छ धजेहरू होला मैले त्यसरी याद छैन यहाँको रोड चाहिँ यस्तो छ मजा छ उता मुन्डाको भन्दा यताको रोड त अलिक मजाको रहेछ हौ के गर्नु मलाई नसिक भाइ त्यस्तो मलाई सब याद छ होइन पाउन अलिकति जनताहरूलाई देखाएको यहाँ यस्तो यहाँबाट चाहिँ यस्तो खालको देख्छ भनेर रम्बुकहरू चाहिँ त्यस्तो के तिमीलाई के हतार हौ भाइ के को हतार तिमीलाई खै हौ अलिक धुला भेट्छौ ल धम्की दिएको मैले खिसी गर न मलाई गाउँले जिन्दगी केटा हो यस्तो छ हाम्रो अहिले क्यामेराम्यानको नाम चाहिँ हो झातेन्द्र धुम 3 हो अन्त क्यामेरा अठाइरहेको छ उसले अब यो ओह्रालो जानुपर्छ यस्तै ओह्रालो मलाई खिसी गर न सो केटा अहिले चाहिँ हामी घरबाट निस्किसकेको छौँ यसको नाम चाहिँ हो झातेन्द्र धुम 3 हो होइन आज हामी यहाँबाट जाँदैछौँ हेभी मौसम दामी भइरहेको छ पुगेन क्या पुगेन क्या यता अन्त आज उसले झतेन्द्रले स्विमिङ हान्ने अरे छ्याममा माछा मार्ने अरे तर उसले सेन्टर फुड पड्काएको चाहिँ नोटिस नगर्नुहोस् होला सबै उसले सेन्टर फुड पकाएको नोटिस नगर्नु होला है सेन्टर पड्काउँछ तिमी किन चाहिँ पड्काइदिन्छ सेन्टर फुड चपाउने हो यो चपाउने हो नपड्काउ ल सेन्टर फुड यसरी ल मैले लास्ट माथि दिनमा चाहिँ खुल्ला भइरहेको छ है आज ऊ 2 महिना बाद नआउँछ अरे 2 महिना बाद 2 महिना बाद नआयो भने चाहिँ अलिकति के हुन्छ भन्दा त तिमीलाई यस्तो सफा फिल लाग्छ कि 2 महिना बाद नआयो भने चाहिँ यस्तो सफा फिल लाग्छ म खै खोलामा नुहाउनु सक्दिनँ तर म खोलामा यहाँ आउँछ चम्के जान्छु तर त्यहाँ पुगेर सक्दिनँ थाहा छैन हेर केटा हो निस्केछ हुँदैछ भिडियो कस्तो खुल्ला आजको दिन तिमीलाई कस्तो मतलब कस्तो हुँदैछ आज मजा आउँदैछ कि तिमीलाई बोरिङ हुँदैछ कि बोरिङ हुँदैछ बोरिङ तिम्रो लाइफमा को छ अहिले जिन्दगीमा यो तिमीले जिन्दगी झन्ड गर्ने पोडकास्ट गरेको मैले तिमीलाई उसको पोडकास्ट गरेको मैले तिम्रो जिन्दगीमा झन्ड गर्ने मान्छेको नाम भन होइन फर्स्ट लेटर मात्रै भन न यस्तो फर्स्ट लेटर के गर्छ फर्स्ट लेटर के गर्छ तिम्रो कोही छ संसारमा भन्दै एउटा भन न तिम्रो लाइफमा तिमीले मायाको केटीको नामको फर्स्ट लेटर भन न छैन भन्छ इन्टरभ्यू लिएको भाइको जिन्दगीमा तिमीलाई मन परेको सब्जी र नमन परेको सब्जीको नाम भनेको एकवटा मन परेको सब्जी र नमन परेको सब्जीको नाम भन त एउटा भन न छैन त्यो खिचडी गर्नु लागि भन न खिसे गर्दिनँ म खिसे गर्दिनँ भन न भन्दिनँ झाटुले भन्दैन केटा हो सबसे दामी चाहिँ यो भएको नि घर यो है देखाउन थोरै के दामी हो घर म त घर मन पर्दैन म यस्तो गर्दा मलाई घर चाहिँ अलिकति भए पनि यस्तै भरिमा भनेको तिमीले यो घर चाहिँ के मन पऱ्यो खास च्यादर मन पऱ्यो कि काठ मन पऱ्यो कि यति भरिमा भनेको यति भरिमा यो सब टेम्पोरेरी घर हो भाइ पर्मानेन्टली हुनु टाइम लाग्छ पर्मानेन्ट जस्तो पर्मानेन्ट जस्तो यो बनाएको टेम्पोरेरी हो लाटा काठको घर त निक्लिँदा भत्किहाल्छ नि के अन्त लु गाडीमा उयो केटा यहाँ चाहिँ खोज्दैछ अमिलो पानी अमला दिस इज नेपाली भाषामा त पानी अमला भन्छ अरू भाषामा के भन्छ थाहा छैन हो
अनि यो चाहिँ तासेर खानुपर्छ छेउबाट देखाइदेऊ न पब्लिकहरूलाई यो चाहिँ यसरी तासेर एउटा मात्र माछा मरेछ होइन एउटा मात्र मरेछ खाल्छ भने यहाँ खाले के त हेभी गएर छ है तर हेभी गएर छ यहाँ त होइन एउटा मात्र मरेछ माछा हेभी बेटा रहेछ सकेर अब चाहिँ म यहाँ नुहाउने आँटेको यस्तो चिसो पानी भइरहेको छ हो यहाँ चाहिँ नुहाउनु पर्यो किचेको नुहाइदिनु है कोखीलाई यस्तो गर्दा कोखीलाई यस्तो गर्दा सकेर म त नुहाइसकेको छु पानी चाहिँ एकदम चिसो छ होइन अन्त यो जाडो महिनामा नुहाउनु चाहिँ मलाई साह्रै टेन्सन लाग्छ हौ जाडो महिनामा त्यो गरम महिना त ठिकै छ कि जाडो महिनामा नुहाउनुको टेन्सन एक त लुगा सुक्छ कि सुक्छ त्यो टेन्सन हुन्छ खोलामा पस्नु सक्दैन हो यस्तो चिसो पानीहरू छ आगो ताप्छ अब हल्का म लुगाहरू सुकाउँछु मैले कपालबाट मेरो मैला खाएको झर्दैछ तर वेक्स होला हौ है वेक्स लाग्छ नि के भन्नु अब घल्ला जल्ला त तिनीहरू फुपूले खान्छ होला छोटो बोजूले खान्छ होला साह्रै मारेर भन्छ कि भरे बिमार यति भयो त स्विमिङ पुलमा पानी छैन रहेछ लु उपेन्द्र नाक डिपी हान्दै त टास्कमा हान न जसले पनि स्विमिङ पुल बनाउँदा नि एकपट्टि यस्तो अलिक उच्च त्यहाँ घोप्टो जान्छ याद छ तिमीलाई के बुझ्छ यसले चाहिँ होइन यो सिक्ने होला यता चाहिँ यो सिकिसकेको होला त बुझ्यौ हल्का यस्तो गर्छ जाइ पनि हेर यस्तै गर्छ किनभने यस्तो नि त अब तिमीले यहाँ दुईपट्टि गएर बनायो फेरि पस्ने जग्गा नि त हो सबै गऱ्यो भने के गर्नु अन्त हल्का माथि गर्छ नि त बुझ्यौ यस्तो गऱ्यो भने त ठिक्कै हुन्छ नि त स्विमिङ पुल त यहाँ दामी छ नि तर के गर्नु नो वाटर है नो वाटर हो खोलामै खेल्छु भन्दा फ्रीमा किन ठोकेको म त अन्त यति यो हो नि त रेसर्ट चाहिँ पढ्दैन भाइ पिकनिकको रहेछ है त्यो प्लेस ऊ लेखिरहेको छ त तिमीलाई यहाँ झुला खेल्दैौ न झुलाले घुमिसक्यो यहाँ त पहिला घुमेको त हामी बचपनमा घुम्दिएको अन्त छ एकछिन भनिहाल्छु ल भनिदेऊ ल अन्तखेरि आजदेखिको मैले सुरुवात गरेको छु होइन भिडियो हाल्छु भने मैले सुरुवात गरेको छु मैले पहिलादेखि हाल्छु भने चाहिँ त्यति चाहिँ के भइबस्यो तर जस्तो सुको होस् भिडियो होइन तर म हाल्छु भन्ने चाहिँ मैले सोचिरहेको छु अनि तिमीहरू के हुन्छ म भिडियो हाल्नु कि के गर्नु अब आजदेखिको चाहिँ रेगुलर हाल्नु कि रेगुलर हाल तिमीलाई के लाग्छ म रेगुलर हाल्यो भने के लाग्छ सही लाग्छ राम्रै लाग्छ अन्त मैले ल ठिकै छ नि आजको भिडियो रेगुलर हाल्छु अन्त तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ होइन अब जिन्दगीमा सबैको मन राख्नु सकिँदैन होइन सबैको त मन कहाँ राख्नु सक्छ त भाइ अन्त त्यो भएर चाहिँ अब कसैलाई नराम्रो लाग्छ मेरो भिडियोले कसैलाई राम्रो लाग्यो भने पनि ठिकै छ नि त होइन अन्त यति भन्छु मेरो फेसबुक पेज छ होइन फेसबुक पेज के छ नाम MRN7 छ फेसबुकमा के यस्तो के छ अलि हेर्नु पऱ्यो म बिर्सिरहेको छु अन्त त्यसमा उयो के भन्छ फलो गर्नु ल अन्त इन्स्टाग्रामको त्यही हो सिधै त्यसमा फलो गर्नु अन्त त्यही हो आजदेखिको आज चाहिँ त्यो म लाइक कमेन्ट सेयर भन्दिनँ किनभनेको त्यो तपाईँहरूको मर्जी हो अन्त आज घर जाँदैछौँ न्याउल कराकहरू सुन्नुहोस् न्याउल कराक सुन्नु भनेको सो गाइज बाई बाई हेभी लोदर है न्याउल